के हो यस्तो फगी लागेर साथीहरु हेर्नु त यस्तो मजाले तल देख्नु हेर्नु न क्या मजाले फगी लागेको छ। घाम भन्ने भने ऊ त्यहाँनिर उयोहरुको पछाडि त्यहाँ अलिअलि देख्नु हुँदैछ त्यो घामको हत्तपत्त जाडो पनि अब स्टार्टै भयो। यहाँनिर म आज यता दार्जिलिङ डाकमान डाँडा साइड आएको छु। बाटो यस्तै हो, अहिले यो कमन एरिया हो, त्यसले गर्दा यो साइडमा त पिच भएको छैन, उता अगाडि साइडमा पिच छ। यहाँनिर पनि यस्तो घरहरू छ, यहाँनिर घर छ एउटा, मतलब माथिहरू पनि गाउँ छ। ऊ त्यहाँनिर अगाडि एउटा घर छ, त्यसको उतापट्टिहरू पनि घर छ, तर मजाको छ, शान्त एरिया छ। आएर अब एकान्तमा अलिकता माइन्ड फ्रेस गर्नु छ भने यो साइडमा आउँदा हुन्छ। यहाँनिर भाइ र म यसो भाइले यता घुमाउनु लिएर आउँछु भनेर भाइले लिएर आउनु भएको छ। अब कहाँबाट हेर्नु हुँदैछ यो भिडियोलाई सपोर्ट गर्नु ल साथीहरू। म चाहिँ नेपालको, म अहिले चाहिँ दार्जिलिङ ससुरालीतिर यसो घुम्नु आएको। आउनु त अब पहिले पनि आइराखेको छु, तर पनि आज यसो फुर्सदको टाइममा भिडियोहरू बनाऊ भनेर भिडियो हालिदिएको। त्यहाँनिर कुखुराहरू सानो त्यो कुखुरा झोक्रिरहेको छ। दसैँको सितान हुनुको लागि हो कि सुप खानुको लागि तयार छ। ठिकै लाग्यो, तर यस्तो मलाई हरियाली तर आफ्नो गाउँठाउँमा पनि मन पर्छ, तर हाम्रो साइडमा त अब यस्तो यो एकदम हुन्छ नि रिपेन हाम्रो साइड सुखा एरिया छ, तर यहाँनिर पुरा रिपेन हुन्छ नि। अब जतिखेर पनि पानीहरू पर्ने एरिया हुन त अब कमान एरिया साइडमा त्यस्तै हुन्छ, ठाउँको हिसाबले हुँदो रहेछ। यहाँ सानो अब पानी, यहाँ सिमसिम पानीहरू उम्रिने ठाउँ रहेछ। यो साइडमा पूजाहरू पनि हुन्छ भन्ने थियो। पहिला यहाँ ठुलो धारा थियो, यहीँ लिएर आउँथ्यो थुम्बुल्ने आरतीले सलिम र मलाई नुहाउनुको लागि। यहाँनिर है यहीँ नुहाइदिन्थ्यो स्टिजुटले घोटी गरेको। मलाई फेरि यस्तोमा एकान्तमा साह्रै मनपर्छ साथीहरू। एकदम हुन्छ नि, जहाँ कुनै चिजको चहलपहल हुँदैन है, हुन्छ नि एकान्त मजाको एउटा फ्रेस जो माइन्ड हुन्छ नि, एकदम शान्त हुन्छ, त्यस्तो खाले एरिया मलाई साह्रै मनपर्छ। यहाँनिर यो पुरा चायपत्तीको यो बगान, यहाँनिर पहिलाको यो त्यहाँ तलको यो झ्याङहरू, यो पहिला यो पुरानो झ्याङहरू, अहिले त्यो सबै त्यो नयाँ बोट बिरुवाहरू रोपेको छ। यो पुरानो झ्याङहरू सबै फ्याँकेर अहिले चाहिँ मजाले यो कलिलोहरू यो बोट बिरुवाहरू रोपेको छ। कस्तो मजाको देखेको छ। हाम्रोतिर त अब यत्तिको खेत, अब हाम्रोतिर यत्तिको बारी भयो भने त है, मकैहरू कोदोहरू रोप्नु जग्गा भइहाल्छ, तर त अब यहाँ त बेसी चायपत्ती नै हुन्छ। अरू त अब त्यस्तो अब धान गहुँ त्यस्तोहरू अब त्यस्तो हुँदैन यो साइड। अब कमन एरिया, यहाँ फेरि कमन एरिया साइडमा जहाँ त अब चायपत्ती नै हुन्छ, तर अब घुम्न आउँदा राम्रो देखिन्छ। यहाँनिर चाहिँ मेरो बुढीको दाजुको घर यो मजाले बनाउनु भएको छ। यो साइडमा यस्तो टाइपको यो पुरा काठकोहरू, यो सबै यो हेर्नु, यो मजाको काठ भयो माथिको। यहाँनिर हाम्रो दाजु छुट्टेर बस्नुभएको छ, उहाँ चाहिँ क्रिस्चियन। यहाँनिर अब माथि घर जो मेन घर छ त्यो माथि पर्छ। यहाँनिर अब मजाले हेर्नु न, काठको मजाले घर बनाएको छ। ओए कोको यहाँ आइज कोको, ठिकै छस्?
कोको ओए कोको यो चाहिँ कोको यसको नाम चाहिँ कोको त त्यहीँ बस तल नआइज नि माथि जा 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 माथि जा अहिले म आउँछु अहिले एकछिनमा आउँछु ल जा माथि जा त्यहाँ गएर बस बस त्यहाँनिर बस जा माथि माथि जा जा यो चाहिँ कुकुर यस्तै सेम कुकुर पहिला पनि पालेको थियो यहाँनिर पहिलाको कुकुर जनी भन्ने थियो सेम हो सेम ब्रिड हो त्यसलाई चितुवाले लगेदेखि फेरि यो सानो बच्चा लिएर पालेको यो कति 8-9 महिनाको बच्चा हो 8-9 महिनाको भयो यो पनि तर दामी भएको छ यसको नाम चाहिँ कोको जा माथि जा जा ओए माथि जा यहाँ जा ओए ओए यहाँ जा यहाँ जा ओए माथि जा 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 माथि जा ल अहिले आउँछु म अहिले एकछिनमा आउँछु ल ओए कोको ल